त्यहाँ त एउटा सानो लाम्चो आकारको हड्डी फेला पर्यो, धागोमा बाँधिएको थियो त्यो हड्डी। अनि झाँक्रीले त्यो हड्डीलाई पोलेर खरानी बनाए। हड्डीको चूर्णलाई खोलाको पानीमा बगाइदिए। त्यसपछि विनोद अनि झाँक्री दुवै घर आए। घर आएपछि विनोदलाई बिस्तारै निन्द्रा लाग्न थाल्यो। नमस्कार, यहाँहरूलाई स्वागत छ पुरानो कथा च्यानलमा। आज मैले निकै नै रहस्यमय कथा लिएर आएको छु र सुरु गर्छु है त यो कथा भन्नको लागि। आजको कथाको शीर्षक छ किचकन्नेसँगको भेट। एका देशमा एउटा गाउँ थियो। त्यो गाउँको नाम पिपल डाँडा थियो। त्यो गाउँको एउटा सानो झुपडीमा विनोद नाम गरेका केटा मान्छे र उनको आमा बुवा बस्थे। विनोद पेसामा ड्राइभिङ काम गर्थे। माल सामान ओसार पोसार गर्ने ट्रक चलाउँथे। यो काम दिन रात नभनी गर्नु पर्थ्यो। एक दिनको कुरो हो, उनले साँझको समयमा सामान लोड गरे अनि आफ्नो गन्तव्यतिर लागे। करिब रातको 11-12 बजेको थियो। जङ्गलको, नदीको र कहिले ससाना खोलाको बाटो पर्दथ्यो। उनले आफ्नो रफ्तारमा गाडी चलाइरहेका थिए। प्राय बाटो सुनसान अनि अँध्यारो थियो। कोही पनि बाटोमा हिँडेका थिएनन्। उनलाई लागेको थियो धेरै राति भइसकेको। यसै क्रममा एउटा ठुलो रुख आउँछ। त्यो रुखको फेदमा उभिएर रहेको एउटा जवानी तरुणी केटी मान्छे देखे। त्यो केटीले ट्रक रोकिन् अनि विनोदले ट्रक रोके। मलाई पर ठाउँसम्म लगिदिनुस् न भनिन्। विनोदले सोच्यो, यस्तो डरलाग्दो बाटोमा अलपत्र भएको मान्छेलाई सहयोग गरिदिन्छु भनेर हुन्छ भने। अनि त्यो सर्लक्क हेर्दामा सलसल परेकी केटी मान्छे ट्रकमा चढिन्। करिब 1-2 घन्टाको बाटो हिँडेपछि रोकिदिनु भनिन् र झरिन्। त्यतिबेला करिब 3 बजेको थियो। उनले सामान पुर्याउने ठाउँ आइपुग्यो। उनले गाडी रोके, सामान झार्दै अनि आफ्नो घरतर्फ लागे। विनोदलाई कस्तो कस्तो अजिलो छुट्टै महसुस भइरहेको थियो। विनोद घरमा आएर सुतेपछि उनलाई छटपट हुने, निदाउँदा पनि बोलिरहने, डराउने, कापे जस्तै हुने जस्ता लक्षणहरू हुन थाले। दिनदिनै उनले खाना खान पनि मन नलाग्न थाल्यो। उनी दुब्लाउँदै गए। छोराको यस्तो स्थिति देखेर विनोदको आमा धेरै आत्तिनु भयो र हेराउन लैजानु भयो। त्यहाँ झाँक्रीले विनोदलाई किचकन्नेले दुःख दिएको भनेर बताइदिए। विनोद र विनोदको आमा छक्क परे। आमाले विनोदलाई सोधिन्, बाबु तिमीलाई कतै झाँक्रीको कुरा विश्वास लागेको छ त? विनोद अचम्म मान्दै आमालाई भने, हो आमा, एक दिन बाटोमा राति भएको थियो। एउटा केटीले गाडी रोकी। मैले रोकेर चढाएँ। एकछिनपछि त्यो केटीले गाडी रोक्न लगाएर झरी। त्यो हेर्दाखेरि ज्यादै सलसलाउँदी राम्री थिई। भने त्यही हो त आमा किचकन्ने भनेको। आमाले डराउँदै छोरालाई मुसार्दै भनी, हो रहेछ बाबु, झाँक्रीले ठिक भनेका रहेछन् भने। अनि आमा छोरा झाँक्री कहाँ गएर भने, बाबु हो रहेछ, मेरो छोरालाई अब के हुन्छ, कसरी ठिक पार्ने भनेर आत्तिँदै सोधिन्। अनि झाँक्रीले म उपाय बताइदिन्छु, नआत्तिनु भने। यसको औषधि छैन। मैले सिकाएको उपाय गर्नु भए मात्र तपाईँको छोरालाई ठिक हुन्छ, नत्र यसरी दिनदिनै सुक्दै जान्छन् अनि समाप्त हुन्छन् भने। आमा छोरा आत्तिँदै के उपाय भन्नुस् न भनी सोधे। झाँक्रीले उपाय बताइदिए।
बाबु तिमीले फेरि एक दिन त्यो बाटो रातिको समयमा ट्रक लिएर जाऊ अनि त्यो केटी फेरि आउँछे अनि तिमीले ट्रकमा चढाउने। त्यसपछि उसले थाहा नपाउने गरी एउटा सेतो धागो लिएर जानु उसको खुट्टामा उसले थाहा नपाउने गरी बाँधिदिनु अनि ऊ झर्दै गरेपछि त्यो धागो छोडिदिनु। जहाँसम्म जान्छे धागो छोडी नै रहनु भनेर झाँक्रीले सिकाइदिए। त्यसपछि विनोदले हुन्छ भने त्यही बाटो त्यही समयमा गाडी लिएर गए। बाटो सुनसान थियो। नभन्दै त्यही ठाउँमा पहिलेको सर्लक्क परेकी केटी हेर्दैमा राम्री उभिरहेकी रहेछे। त्यो केटीले गाडी रोकी। विनोदले गाडी रोकिदिएर ऊ चढी अनि विनोदले गाडीमा चढेको बेलामा उसले थाहा नपाउने गरी त्यही सेतो धागो खुट्टामा बाँधिदिए। त्यस केटीको खुट्टामा एकछिनपछि त्यही ठाउँमा आएपछि म झर्छु भनी विनोदले गाडी रोके झारिदिए। अनि झाँक्रीले भनेझैँ धागो उनले छोडी नै रहे। मानौ चङ्गामा धागो छोडेको झैँ गरेर। धागो छोड्दा छोड्दै करिब 3 बज्न लागेको थियो। बल्ल त्यो धागो तन्किन छोड्यो अनि त्यही हातमा धागो लिएर बसे अनि झाँक्रीलाई बोलाए। झाँक्री आए। उनीहरू दुवैजना त्यो धागो बेर्दै बेर्दै गए। जाँदा जाँदा धेरै टाढा खोलामा पुगे। अन्तिममा धागो एउटा ढुङ्गाको कोकेरामा अड्किएको जस्तो भयो। बेर्दै गयौँ र धागो ढुङ्गाको कोकेराबाट झिक्यौँ। त्यहाँ त एउटा सानो लाम्चो आकारको हड्डी फेला पर्यो। धागोमा बाँधिएको थियो त्यो हड्डी अनि झाँक्रीले त्यो हड्डीलाई पोलेर खरानी बनाए। हड्डीको चूर्णलाई खोलाको पानीमा बगाइदिए। त्यसपछि विनोद अनि झाँक्री दुवै घर आए। घर आएपछि विनोदलाई बिस्तारै निन्द्रा लाग्न थाल्यो। खाना खान थाले अनि मोटाउँदै जान थाले। बिस्तारै उनी पहिलाको जस्तै भए। त्यसपछि उनको आमा झाँक्रीको उपाय देखेर ज्यादै खुसी भएर बस्न थाले। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? मन परेको खण्डमा कथालाई लाइक, कमेन्ट र सेयर गर्नुहोला। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। म छिट्टै अर्को रहस्यमय कथा लिएर आउनेछु। हस्त धन्यवाद। बाई बाई। अनि त्यो सर्लक्क हेर्दामा सलसल परेकी केटी मान्छे ट्रकमा चढिन्। करिब 1-2 घण्टाको बाटो हिँडेपछि रोकिदिनु भनिन् र झरिन्। त्यतिबेला करिब 3 बजेको थियो। उनले सामान पुर्याउने ठाउँ आइपुग्यो। उनले गाडी रोके, सामान झार्दै अनि आफ्नो घरतर्फ लागे। विनोदलाई कस्तो कस्तो अजिलो छुट्टै महसुस भइरहेको थियो। विनोद घरमा आएर सुते। अनि झाँक्रीले भनेझैँ धागो उनले छोडी नै रहे। मानौ चङ्गामा धागो छोडेको झैँ गरेर। धागो छोड्दा छोड्दै करिब 3 बज्न लागेको थियो। बल्ल त्यो धागो तन्किन छोड्यो अनि त्यही हातमा धागो लिएर बसे अनि झाँक्रीलाई बोलाए। झाँक्री आए। उनीहरू दुवैजना त्यो धागो बेर्दै बेर्दै गए। जाँदा जाँदा धेरै टाढा खोलामा पुगे। अन्तिममा धागो एउटा ढुङ्गाको कोकेरामा अड्किएको जस्तो भयो।